मौसम यस्तो छ। हामी चाहिँ यतिखेर अब हिजो हामीले चाहिँ ढडिया जस्तो जाली थापेका थियौँ होइन, तर खोलामा थापेका थियौँ यस्तै पानी आउला भन्ने थाहा थिएन। तर आज पानी टन्नै आयो, खोलाहरू पनि सानो सानो आएको छ। सो हामीले थापेको ढडियामा चाहिँ माछा चाहिँ परेको छ छैन त्यो चेक गर्नलाई जाँदैछौँ साथीहरू होइन। सो तपाईँहरू हेर्न हेरेर तपाईँहरूलाई देखाउँछौँ है त पानी माछा परेको छ कि छैन, खोलाले हाम्रो ढडिया बगायो कि बगाएन। आजको मौसम चाहिँ यस्तो छ है त। पानी परेर चाहिँ यस्तो जता जाउँ हुन्छ, पानी पनि एकैछिनमा भइहाल्छ क्या। सो म तपाईँहरूलाई अगाडि देखाउँछु है त एकैछिनमा। अब चाहिँ पुग्न लाग्यौँ हामीले। माछा राखेको चाहिँ खोला हो त्यहाँ पर हो। मलाई जहाँसम्म लाग्छ 2 किलो जति पऱ्यो भन्ने मेरो मान्यता छ। हेरौँ है त कति परेको रहेछ। हामीले थापेको ठाउँमा चाहिँ एउटामा चाहिँ यति परेको रहेछ, अर्कोमा माछा यो माछा भाग्यो। कछुवा सुद्धा परेको रहेछ, माछा नि परेको रहेछ। कछुवा भाग्यो। यो माछा चाहिँ धेरै रहेछ, यस्तै रहेछ। यो चिल्लो माछा त यो। यस्तै परेको रहेछ माछाहरू चाहिँ। हाम्रो दाइले चाहिँ कछुवालाई रेस्क्यु गर्दै हुनुहुन्छ। आज परेको थियो यो कछुवा चाहिँ, जालमा परेको रहेछ, यसलाई चाहिँ बचाउँ भनेर सानो परेछ। 2 भाइ लागि परेका छौँ। साँच्चीकै कछुवा अचम्म किसिमको छ, यसले टोक्छ पनि होला। डर लाग्यो क्या, यो हातले समान डर लाग्यो, त्यही भएर चाहिँ टोक्न खोज्दै हेर नि, टोक्दो रहेछ क्या दाइ, त्यही भएर त नसोपेको। हेर्नु त कतिको ठुलो मन्टो निकाल्दो रहेछ। खिदारी हो सिक्यो। तर त्यसरी यसलाई पकड्न गाह्रो छ। ट्राई गर्दैछु म जसरी पनि पक्रिन्छु भन्ने मेरो धारणा छ। ल अब यसलाई चाहिँ हामी खोलामा फालेर रेस्क्यु गर्दैछौँ। आम्म यस्तरी उड्दो रहेछ यसले, ठुलो ठुलो निकाल्छ मुन्टोले चाहिँ। हेर्नु यति जति चाहिँ झुल्नु पर्यो। खोलाले एउटा जाली चाहिँ बगाएछ, सो 2टा जाली मात्रै। हामीले माछा मार्नलाई हालेको खोला चाहिँ यत्रो आएछ होइन। अब ठुलो खोला चाहिँ हेर्न जाँदैछौँ। ठुलो खोलामा खासै त्यति भल त आउँदैन, भल भनेको खोला त्यति ठुलो त आउँदैन। तर त्यहाँ माथि ड्याम भएको कारणले आज चाहिँ कतिको रहेछ हेर्छौँ है। त्यो हामीहरूको गाउँ यहाँ हो, यस्तो छ। ठुलो खोला एकदमै ठुलो आयो होला होइन, आश गरेर आएको त ठुलो खोला त सानो पो आएछ त। यो ड्याम माथि भएको कारणले गर्दाखेरि चाहिँ खोलाहरू खासै ठुलो नआइदिँदो रहेछ क्या। यही है त साथीहरू, माछा पनि देखियो, खोला पनि देखियो, यस्तै छ हामीहरूकोतिर है त।